मैले गाइस गुइसी यो त भन्दैन। हेलो नेपाल नेपालीहरू, एउटा सानो दुःख प्रकट गर्न एउटा भिडियो बनाएको छु। हिजो 77 जेन्जी मरेको खुन अझै पनि सुकेको छैन होला हाम्रो काठमाडौँको बाटोमा, हैन? त्यही बाटोमा राजुनाथ पाण्डेसर पूर्व महानगरपालिकाका एसपी र हिजोसम्म भोट माग्दाखेरि पैदल हिँड्दै हुनुहुन्थ्यो। आज एउटा रासोपाको कार्यक्रममा हो उहाँ सभासद हुनुभयो। त्यो कार्यक्रममा टेस्लामा आउनु पर्ने थिएन राजा। हिजो तपाईले जित्दाखेरि हामीले वाह वाह भनेको थियौं, किनभने एउटा गरिबको छोरोले जितेको भनेर। पर तपाईले जितेको होइन नि, तपाई त बालेन्सरको पुच्छरहरू समातेर जित्नु भएको। पर दुःख लागेको कुरो भनेको यतिकै राजथाईमा हिँड्नियो, यस्तै ठाँट साँटमा हिँड्नियो भने त सर तपाईँ पनि चाहिँदैन हामीलाई। पूर्व सभामुख त ट्याक्सीमा आउनुभयो भने तपाईँ पनि त आउन सक्नुहुन्थ्यो होला। तपाईँको कार छैन, कोही साथीभाइले तपाईँलाई गिफ्ट गर्यो होला एकछिनको लागि, पर सो अफ भयो राजा। हिजोसम्म के गरे अमिरका छोराहरू भनेर छोरीहरू भनेर हामीले गरेको होइन। आज तपाईँले त्यो सो अफ गर्न मिल्छ? अनि त्यो पनि जेन्जीको खुन अहिलेसम्म सुकेको छैन। अझै त तपाईँ सभासद मात्र बन्नु भएको छ, अझै त पार्लिमेन्टभित्र जानै पाउनु भएको छैन। अनि तपाईँले अहिले टेस्ला फेस्ला लिएर हिँड्ने हो? अहिले सुहाएन, यसमा सुध्रिनुहोस्। यो नसोच्नु कि म जितेर आएँ अब मेरो 5 वर्ष हो, 5 वर्ष तपाईँलाई खुइलाउनु पनि सक्छन् फेरि।